के छ भाइ, आरामै छस्? हजुर दाइ। अनि तपाईँ? ठिकै गर्नु भाइ। अनि भोटर आइडी बनाइस् त? नै छैन दाइ। ल, अहिलेसम्म किन नबनाएको त? भोट पनि कसलाई दिने हो र दाइ? जुन जोगे आए पनि कानै चिरेको, त्यही भएर बनाइन दाइ। कहाँ त्यस्तो भनेर हुन्छ भाइ? हेर, देश परिवर्तनको लागि तेरो एउटा भोटले ठुलो भूमिका खेल्छ। अब हाम्रालाई होइन, राम्रालाई भोट हाल्ने दिन आए हेर भाइ। जस्तै महावीर सर, कुलमान सर, रवि दाई, बालेन दाई, हर्क सम्पाङ सर हो, यस्तो व्यक्तित्वहरूलाई हामीले भोट हालेर जिताउनु पर्छ। अनि बल्ल देशको मुहार फेरिन्छ हेर भाइ। खै दाइ, तिनीहरूलाई नि विदेशी दलाल भन्छन्, के विश्वास गर्नु? ल, तँसँग के प्रमाण छ कि तिनीहरू विदेशी दलाल हो भन्ने? मैले त सामाजिक सञ्जालबाट सुनेको दाइ। ठुक्क, त यस्तो बुझ्ने मान्छे भएर नि हावा कुराको पछि लाग्ने? मान्छे भड्काउनलाई त जे पनि भन्छन् नि यार। उहाँहरूको विगतलाई हेरेर कुरा गर्न, त आफैले मूल्याङ्कन गर। के तँलाई उहाँहरू मन पर्दैन? मन त पर्छ, तर विदेशी एजेन्ट हो भन्छन्। बिना प्रमाण कसैलाई आरोप लाग्नु हुन्न हेर, र त्यस्ता कुरा पताउनु पनि हुन्न। अब देश परिवर्तन गर्ने भनेको हामी युवाले हो। अब फेरि त्यही पुराना नेताहरू आयो भने त देशको चाल यही त हो नि। भाषण मात्र ठुला ठुला, काम भने सुन्ने। हुन्छ दाइ, म आजै बनाउँछु। बरु भोटर आइडी चाहिँ कहाँबाट बनाउने हो? तैँले आज इलेक्सन कमिसन नेपालमा गएर फर्म फिलअप गर्न सक्छस्। अनि पछि बनिसकेपछि लिएर आए पनि हो। हुन्छ दाइ, म अहिले भरिहाल्छु। के तपाईँहरूले पनि भोटर आइडी बनाउनु भयो? यदि बनाउनु भएको छैन भने आजै बनाउनुहोस्। किनभने तपाईँको एक भोटले देश परिवर्तनमा ठुलो भूमिका खेल्छ। अब देश परिवर्तन गर्ने भनेको युवाले हो। बुढापाकाको बेला गए, त्यसैले अब हाम्रालाई होइन राम्रालाई छान्नुहोस्।